हेलो जय मसिकी सबैजनालाई ह्याप्पी न्यू इयर। आज 2026 को सबैजनालाई एकदम ह्याप्पी न्यू इयर। हामी चाहिँ केक काट्न जान लगिरहेको छु। आज चाहिँ हाम्रो चाहिँ एनिभर्सरी पनि हो, त्यसै कारणले हामी यहाँ सानो केक काटेर चाहिँ न्यू इयर पनि हाम्रो एनिभर्सरी पनि हामी सेलिब्रेसन गर्न गइरहेको छु। अब हेर्दै जानु होला। हामी भर्खर काट्न चाहिँ गरिसक्यौँ है, प्ले भर्खर गरिसक्यौँ। अब केक काट्न जाने लागिरहेको छौँ। सुरु गर्दै मैले 12 बज्नु आँटे हामी चाहिँ प्रार्थना गरिसक्यौँ। अब चाहिँ हेरिरहेको मोबाइल गरेर थ्याङ्क यू सो मच। मलाई चाहिँ मेरो श्रीमानले चाहिँ यस्तो ज्याकेट ल्याइदिएछ तातो एकदम जाडोमा। मन पर्यो नि। हेर्नुहोस् है कस्तो देख्यो ज्याकेटले। क्यामेरा पनि कस्तो ठिकै छ कि ठिकै छ है। दामी देख्छ। हामी चाहिँ जाडो भएर एकदम तातो तातो चिया खाँदैछु। यसो केक कहिले यस्तो फोटो दिवसको चाहिँ केक चाहिँ गुलिया खानु हुँदैन र चाहिँ सानो मात्रै खुवाइदिएको। अब जाडो भयो त्यो राख्नु त्यसरी। खान्छ खान्छ झन्डै ढुक्कै खान्छु भने मलाई खुवाइदिएको खोइ लु खानु मन लाग्यो खायो। नखा बेसी बेसी नखा। दुईजनासँग भन्नु त यता सबैजनालाई 2006 को एकदमै तपाईँहरूलाई है शुभकामना छ। तपाईँलाई त झन् 26 को र त 6 को भनेछु।
तपाईँहरूलाई एकदम शुभकामना छ है। अन्त आज हामी चाहिँ दुईजना अघि प्रेयरहरू गरेर बसिरहेको थियौँ यहाँनिर। हामी चाहिँ एनिभर्सरी पनि हो, त्यस्तो कारणले गर्दा हामी पर्खिरहेको थियौँ। फेरि माथि आज मैले गिफ्ट पाउँछु ऊबाट यस्तो दामी गिफ्ट पाएको जस्तो पनि पाएको ज्याकेट है। अघि हामी बजार गएको थियौँ, अघि चाहिँ उसले नदेखेर प्याक गर्नु थियो, आज चाहिँ मैले छानेर नै उसले किनिदियो है। अनि त्यसै कारणले गर्दा आज हामी मिठो केक काटेर हाम्रो एउटा सेलिब्रेसन गरेको थियौँ। त्यसरी तपाईँको हरेकको लाइफमा पनि एकदम मिठास होस् है, परमेश्वरको प्रेजेन्स होस् हरेकलाई, त्यही भन्न चाहन्छु। तपाईँहरू सबैलाई ह्याप्पी न्यु इयर भन्न चाहन्छु। म मेरो परिवार हरेकलाई पनि ह्याप्पी न्यु इयर भन्न चाहन्छु। ल हामी दुईजनाको तर्फबाट सँगै भन्नु त ह्याप्पी न्यु इयर सबैजनालाई। अब हामी बिहान चाहिँ हामी कहाँ दिप्तीको जानेछौँ है, सायद निरा दिदीलाई पनि भेट्नेछौँ मलाई भोलि चाहिँ हामी। हुन्छ राख्दै गर्छ अहिलेको लागि, मिठो खाँदैन होला। आइपुग्यौँ दिप्तीकोमा, भिडियो चाहिँ गरिरहनु पाएन। जयमसी पिन्चु भेन, जयमसी आया खाजा साजा कचनीहरू भेराइटिज पाकिरहेको छ। कचनीहरू भेराइटिज भएपछि हाम्रो भेनाले पकाउनु भएको रहेछ। दिदीले सर्भ गरिरहेको छ। ल निरतिर बस्छ असिस्टेन्टहरू। यो चाहिँ चाख्देऊ त, तिमीले चाहिँ चाख्देऊ। दामी त्यो बिचरा तिमीले खाँदैन भने तिमीलाई चाहिँ अर्कै पकाइदिएको छ हो। यो हामीलाई त्यो उयो पक र उयो छ खाऊ न पहिले त्यो होइन। अहिले हाल्दा पनि अहिले खा, अहिले म हालिदिन्छु खानु त। यसरी खान्छु ल, किनभने हेर्नेको पनि सबैलाई थुका होस् न। दामी ल अब चाहिँ म पनि खानु पाउँछु होला। कति इस्कुस टिपेर आएको छ दुईजना। यो के दामी रहेछ हौ। होइन इस्कुसको फेदमै राखिदिनु भएको छ टिपेर हो। छ इस्कुसी यहाँ दुईजनाबाट यिनीहरू कहाँ गयो भनेको त घुम्नु हो इस्कुस लिएर। त्यत्रो बोक्नु सक्छौ? सक्छु नि, तिमीलाई पनि ल्याइदिएको यो इस्कुसहरू पनि टिपेर आइरहेको छ यिनीहरू चाहिँ। आज चाहिँ हामी यहाँ आएर खानापिना गरेर पनि अब यसो इस्कुसहरू टिपेछ। अब ब्यागहरू तयारी पछि मासु पोलेर खानु, चिकनको मासु पोलेर खानु तयारी छ है। अब यहाँ ब्यागमा हाल्यो हो इस्कुस चाहिँ। 2 3 हेर उकालो हिँड्नु नसक्ने मान्छे इस्कुस 5 6 एकैचोटि घाल्नु न। 8 9 10 परमेश्वरले धेरै आशिष दियो हाम्रो भेनालाई दिप्तीलाई। दाजुभाइ चाहिँ बात मार्दैछ। भेना र दिवस चाहिँ यहाँ चाहिँ अब मासु पोल्ने चाहिँ सुरु भयो। अब यहाँ चाहिँ यहाँ बसिरहेको छ फिलाको मालिक। यहाँ भेना आँसुसरी भएर दुवामा बिचरा एक क्वार्टर लगाएको। हामी चाहिँ यहाँ ब्ल्याक टी मामा यो मासु छ छेउछाउमा मासु पनि पाकेछ। साइँली मासु काट्दैछ पोलेको। मासु पर्खिँदै यहाँ मासु पोल्दै पल्टाउँदै बसिरहेको छु। धेरै भएछ।
खान्छु अझै पनि कस्तो भएछ मिठो भएछ पहिलाको मासु दामी न यहाँ त झन् डल्लै छ यहाँ मिठो भएछ भेना आमामामा हेर त्यहाँ